नेपालको 2-4 जना झोलेहरूलाई चाहिँ म के भन्न चाहन्छु भने तिमीहरूले चाहिँ सुदन गुरुङको चाहिँ राजीनामा मागिरहेछ। यस विषयमा चाहिँ तिमीहरूलाई एउटा कुरा के भन्न चाहन्छु भने यति सुदन गुरुङ छैन भने चाहिँ नि नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीको रासपाको चाहिँ यति ठुलो लहर हुँदैन थियो र यतिको ठाउँमा पुग्दैन थियो। हामीलाई सबैलाई थाहै भएको कुरा हो। र हाम्रो रवि लामिछानेजी यतिको जेल मुक्त पनि हुँदैन थियो। देशको प्रधानमन्त्री बालेन शाह बन्ने पनि सम्भावना धेरै कम थियो। किनभने जसरी मिराज ढुङ्गानाले चाहिँ गलत बाटो रोज्यो त्यसरी सुदन गुरुङले रोजेको भए आफ्नो स्वार्थको लागि हिँडेको भए आज राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ होइन यतिको चाहिँ लहर हुँदैन थियो र यसरी चाहिँ बालेन शाह प्रधानमन्त्री बन्दैन थियो भन्ने हो भने यो कुरा क्लियर छ। कसैले यस विषयमा डाउटै छैन। यसमा चाहिँ 100%मा 99% भनेको चाहिँ सुदन गुरुङको हात छ। हामी सबैलाई थाहा भएको। त्यही भएर सुदन गुरुङलाई चाहिँ एकचोटिले हामीले माफ पनि गर्नुपर्छ र उहाँले जसरी चाहिँ विकास गर्ने खोज्नु भएको छ उहाँले यति आफ्नो स्वार्थ सोचेको भए त केही पैसा पाएर आफ्नो बाटो लागिहाल्थ्यो होला नि। मिराज ढुङ्गा जस्तै भइहाल्थ्यो होला नि। कोही न कोहीसँग सहमत गर्थ्यो। दुनियाँ मान्छे आयो, दुनियाँ मान्छेले कुरा गरे। एमाले, काङ्ग्रेस, माओवादी पुरानो पार्टीको दलले कति धेरै अफर गर्यो होला। करोडौँ अरबको अफर पनि दिएको हुनसक्छ नि त होइन। आऊ मिल्नु पर्यो यताउति भनेर चाहिँ। तर उसले गलत बाटो रोजेन नि त। हामी सबैले थाहा छ नि त होइन। उसले देश विकासको बारेमा सोच्यो नि त। त्यही भएर बालेन र रवि लामिछानेको पछि हिँड्यौ त। त्यसरी नै अहिले एकचोटि एउटा सानो गल्ती गर्यो भनेदेखि तिमीहरूले राजीनामा मागेर हुन्छ सुदन गुरुङको? तिमीहरू कुन दुनियाँमा छौ यार? तिमीहरू के देश बिगार्न चाहन्छौ कि देश बनाउन चाहन्छौ? सत्यले सराबिएको देश हो भन्छ हाम्रो नेपाललाई। त्यो कुरालाई साबित नगर न। अहिले बालेन सरकार र रवि लामिछानेले चाहिँ हाम्रो गृहमन्त्री सुदन गुरुङले यतिको विकास गर्दै यतिको अगाडि बढ्दैछ। यो कुरालाई जारी राख्न देऊ न। तिमीहरू के चाहन्छौ? फेरि पनि के देश बिगारोस् र त्यस्तै चोर फटा चाहिँ होइन विरोधी पार्टीको विवाद पार्टीको चाहिँ त्यहाँनिर गृहमन्त्री आओस् अनि त्यसले विकास गर्छ लाग्छ मलाई। जुन काम सुदन गुरुङले गर्न सक्नेछ नि त्यो नेपालमा त्यस्तो कुनै पनि मान्छे छैन जसले यो काम गर्न सक्छ। जेनजी मुभमेन्ट, जेनजी अगुवा गर्न सक्ने मान्छेले भनेको देशमा जे पनि गर्छ जति नै विकास गर्छ। तिमीहरूले एकचोटिलाई सुदन गुरुङको तर्फबाट चाहिँ आँखा नतारा र सुदन गुरुङले आफ्नो काम गर्न देऊ। राजीनामा माग नगर तिमीहरू।